एकजना मान्छेलाई एक दिनमा 5 ग्राम नुन भयो भने सफिसियन्ट हुन्छ। 5 ग्राम भनेको एउटा चिया चम्चाको 1 चम्चा बराबर हो। अहिले विश्वमा स्ट्रोक अथवा विभिन्न किसिमका मुटुका रोगहरू नुन बढी खाएको कारणले गर्दाखेरि भनेर विश्व स्वास्थ्य सङ्गठनले औँल्याइरहेको छ। विभिन्न देशहरूमा चाहिने भन्दा करिब डबल मात्रामा कन्जम्सन भएको देखिएको छ नुन। हाम्रो शरीरलाई अत्यावश्यक पर्ने एउटा मिनरल्स खनिज तत्त्व सोडियम हो। सोडियमको लागि नुन हामीले खाने गर्छौँ प्रायः जसो। हुन त सोडियमको लागि अरू स्रोतहरू पनि छन्, जस्तो MSCहरू छ, सोडियम बाइकार्बोनेटहरू छ, तर पनि मुख्य रूपमा हामी सोडियम क्लोराइड अर्थात् नुन चाहिँ हामी सोडियमको लागि खाने गर्छौँ। हाम्रो शरीरलाई करिब 2000 मिलिग्राम सोडियम भयो भने पुग्छ। त्यो भनेको 5 ग्राम नुन बराबर हो। 5 ग्राम भनेको मैले अघि नै भने 1 चिया चम्चा बराबर हो। अहिले विभिन्न प्रोसेस फुडहरू हामीले अत्याधिक मात्रामा खान थालेकोले गर्दाखेरि यो हामीले थाहै नपाइकन नुन धेरै कन्जम्सन गरिरहेको छ। यो विभिन्न देशहरूमा, अहिले विकसित देशहरूमा स्पेसल्ली एकदम टाउको दुखेको विषय भइरहेको छ नुनको कन्जम्सन अत्याधिक भएर। जस्तो 5 ग्राम दिनको खानुपर्ने औसत 10 ग्रामभन्दा बढी दैनिक रूपमा मान्छेहरूले खाइरहेका छन्। यसले गर्दा विभिन्न किसिमका मुटुका रोगहरू समस्या भइरहेको छ। केही वर्ष अगाडि गरेको एउटा अध्ययनले नेपालीहरूले आवश्यकताभन्दा डबल मात्रामा नुन खाइरहेको देखाएको छ। मैले यो बनाएको भिडियो चाहिँ तपाईँहरूको लागि। यदि तपाईँ नुनको कन्जम्सन अत्याधिक मात्रामा गर्दै हुनुहुन्छ भने ख्याल गर्नु होला, तपाईँले खाएको नुनले चाहिँ तपाईँको स्वास्थ्यमा असर गर्न सक्छ। अहिले नेपालीहरूको सरदर नुन कन्जम्सन चाहिँ चाहिने भन्दा डबल छ। दोहोऱ्याएर भन्दैछु, एकदम सजिलो छ। एकजना मान्छेले एक दिनमा 1 चम्चा भन्दा नुन खानु जरुरी छैन। थ्याङ्क्स फर वाचिङ।